केही पनि वेस्ट गर्नुभएको छैन क्या। यो भत्केपछि टुटेपछि फुटेपछि पनि जर्किङ राइस कुकर हुन्छ। यो डोलहरू काँक्रा लौका भिन्डी फेरि गोडमेर चाहियो मलजल चाहियो हरेक कुरा हामीलाई चाहिँ एकदम याद आउँछ। प्राय धेरै त्यस्ता कुराहरू हुन्छन् जुन चाहिँ हामी चाहिँ प्रयोग गरिसकेपछि चाहिँ यसलाई चाहिँ बेकारको सामानमा फ्याँक्छौँ। तर यहाँ चाहिँ तपाईँहरूलाई म प्रत्यक्ष उदाहरणको रूपमा देखाउँदैछु। त्यो जुन चाहिँ चिज नि भत्केपछि टुटेपछि फुटेपछि पनि फेरि पनि युज चाहिँ हुँदो रहेछ है। यहाँ हेर्नुहोस् है, तपाईँले देख्न सक्नुहुन्छ यो जर्किङ होइन, यो राइस कुकर, अनि यहाँनिर देख्नुहुन्छ यो डोलहरू देखिराख्नु भएको छ होइन। त्यसै गरी तपाईँले यहाँ फुटेको बोलहरू देखिराख्नु भएको छ। त्यहाँनिर त्यो मिठाईको के को त्यो बट्टाहरू देखिराख्नु भएको छ नि। यो सबै चाहिँ हाम्रो घरबेटी आमाले चाहिँ होइन, उहाँले चाहिँ पुरा यहाँनिर ल्याएर माटो भरेर एउटा गमलाको रूपमा त्यहाँ चाहिँ उहाँले के गर्नुभएको छ, धेरैवटा फलफुल फुल अनि बोट बिरुवाहरू लगाउनु भएको थियो होइन। अनि त्यहाँ चाहिँ राम्रो फुलेको पनि थियो फलेको पनि थियो। त्यसै गरी यहाँ देख्न सक्नुहुन्छ तपाईँले, यो चाहिँ ड्रम हो। यो ड्रममा त प्रायःले रोप्नुहुन्छ होइन। उहाँले चाहिँ केही पनि वेस्ट गर्नुभएको छैन क्या। यो जारको बोतल भयो होइन, अनि यहाँनिर त्यो फुटेको बाल्टीहरू भयो, केही पनि वेस्ट गर्नुभएको छैन। यहाँ चाहिँ एकदमै उहाँले दामी दामी पो फलाउनु भएको थियो त। फेरि यहाँ पोहोर नि योभन्दा पनि धेरै हुन्थ्यो क्या। यो मकै भयो, तिते करेला, यो बैगुन, अनि त्यसै गरी काँक्रा लौका भिन्डी सबै फलाउनु हुन्थ्यो है। अनि त्यसै गरी पनि छ, अहिले पनि छ, बुवाहरूले गर्नुहुन्छ। तर अब फलफुल रोपिसकेपछि होइन, बोट बिरुवा रोपिसकेपछि एउटा कुरा के भन्दाखेरि गोडमेर चाहियो मलजल चाहियो हरेक कुरा देखदेख हरेक कुरा चाहियो नि त, गर्नुहुन्छ। तर अब बिचरा बुढाबुढी हुनुहुन्छ, अब हामीले अरूको घरमा छुइदिने कुरा आएन, अब छुनु पनि पर्मिसन चाहियो। अब हामीले गरिदिएको चित्त नबुझाउला बुढाबुढी, त्यस्तै छ नि होइन। तर पनि अहिले पनि छ, तर अब त्यो पहिला आमा हुँदाको जस्तो चाहिँ छैन साथीहरू। तर पनि अब आमा नभइसकेपछि चाहिँ आमा नभए तापनि यहाँ आमाले दिनुभएको यो जुगाडको उपाय चाहिँ छ साथीहरू, अमरै छ। यसको पनि टुटेर फुटेर गइसकेपछि त यो नरहला। अनि तर अहिले जबसम्म हामीले देखेका थियौँ, हामीले उहाँले गरेको देखेको थियौँ नि त, अनि हामीलाई चाहिँ एकदम याद आउँछ। उहाँ चाहिँ पहिल्यै आजभन्दा 1 वर्ष अगाडि लगभग बित्नु भएको हो। तर उहाँले दिनुभएको यो जुगाडको उपाय चाहिँ सधैँ जीवित छ है साथीहरू, मेरो मनमा मेरो दिमागमा हरेक कुरामा। भन्दै बाई।